पारेर जान्छ के अनि जुन छ नि चुच्चो यहाँबाट अनि अलिकति मोटो हुन्छ के ओइच लाइरा छ तपाईले देखेर कस्टम ड्रेस अप चाहिँ बवाल हो दिदीको ड्रेस अप लेखेर ट्याटु सम्म हैन सब बवाल छ मोटो नै चस्स भइदिरा भने जादु जहिले नमस्ते गर्छ हैन हेलो गाइस वेलकम टु मोडल लिडी ब्लग्स अनि आज म भाइको स्टुडियोमा जाँदैछु अब लास्ट टाइमको भिडियोमा देख्नुभयो होला मैले भनेको आइएम डुइङ इम्प्लान्ट ओभर हियर अनि त्यसको चाहिँ रिलेटेड उसले अब त्यो प्रोसिजरको बारेमा होइन अनि त्यो कसरी काम गर्छ स्टेप बाई स्टेप हुन्छ नि सबै कुराहरू चाहिँ मलाई पनि त्यति साह्रो चाहिँ जसरी एउटा आर्टिस्टलाई गर्ने मान्छेलाई थाहा हुन्छ त्यसरी चाहिँ मलाई थाहा छैन सो यहाँ तपाईँहरू जस्तो एक्साइटेड हुनुहुन्छ म पनि त्यस्तै एक्साइटेड छु है प्रोसिजरको बारेमा थाहा हुनुको लागि अनि सो अब चाहिँ एउटा कफी खान्छु अनि कफी खाएर चाहिँ भाइको स्टुडियोतर्फ जान्छु A few moments later. ल भन दिदीलाई सबले सब्स्क्राइब गरिदिनु होला माया देखाइदिनु होला ग्याङ हैन त्यही हो तिमीहरू मलाई देखेर कस्तो भयो अरे दिदी बवाल लाइरा छ तपाईले देखेर कस्टम ड्रेस अप चाहिँ बवाल हो दिदीको ड्रेस अप लेखेर ट्याटु सम्म हैन सब बवाल छ दिदीसँग सेल्फी हान्नुपर्छ अब हामी एकछिन त्यही हो चान्स पायो कि नेपालीले गर्छ दिदीलाई माया देखाउनु पर्यो सबले हैन ग्याङ हैन त्यही हो यति सक्यो सक्यो नि यार दिदी अब तपाईलाई भेटेको खुसी लाग्यो छोटो मिठो भन्ने क्या दिदी यार तिमी के हो अरे भाइ फ्युचर ट्याटु आर्टिस्ट रे यहाँ हाम्रो फ्युचर ट्याटु आर्टिस्ट म अहिले ट्याटु हान्दिन्छु भने भाई साहब कुछ ज्यादा नहीं हो गया कसैले हान्नु पर्यो भने भन्नु अनि तिनजनाको ग्रुपमा चाहिँ एकजना चाहिँ साइलेन्ट वाला हो साइलेन्ट किलर हो नि त दिदी साइलेन्ट धेरै नबोल्ने क्या बोलेपछि फेरि कुटुङ लुङ्नु भयो अच्छा अन द वे चाहिँ मैले खिचिनँ है भिडियो बोरिङ हुन्छ भनेर सो स्टुडियो आइपुग्यौँ है अब चाहिँ नेटले धोका दियो मलाई हेर त चुरोट तानेर बसिरहेर के सोचेर बस्दै चुरोट तान्दैछ ल थ्याङ्क नहेर्ने हेलो ऊ त्यहाँनिरबाट म तल फिल्म गर्दै थिएँ चुरोट तान्दै सोच्दै बसिरहेको रहेछ भाग्यमानी हुनु आर यू कॉमेडी मी One eternity later. एन्थोनी डक्टर साहब हजुर हजुर अब हजुरकोमा आएको छु कि अब मलाई अनि मेरो भ्युअर्सलाई चाहिँ पहिला अलिकति यो मोडिफिकेसन रिलेटेड अलिकति केही बोलिदिनुहोस् न हाम्रो म्याम चाहिँ यहाँनिर स्केच हान्दै हुनुहुन्छ कसको आँखा हो यो यस्तो मेरो सपनाबाट मेरो आँखा त कालो छ मेरो आँखा त होइन यो आफ्नै थिङबाट आएको आर्टिस्टै आर्टिस्ट जोडिदिएको छ होला नभए धेरै कराउने होइन यो बोल्नु तपाईँ बोल्नु अनि यो यसरी हेलो 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 के छ मेरो हात हेर ड्राई तर क्यामेरामा चाहिँ नदेख्दो रहेछ नाप्दै हुनुहुन्छ साब्जी होइन हौ मेरो भाइको अनुहार कस्तो कालो देखायो यस्तो कालो त छैन त हौ लाइटिङ क्या कालो देख्दिनु के भन्छ घाँटीमा पपुला झुन्दै गरेँ म कौवाको घाँटीमा बकुला झुन्दै गरे मेरो घाँटीमा अच्छा क्लाइन्टले अरे खै उयो गरौँ त यहीँबाट भनिदिउँ न हेऱ्यो पनि नहेऱ्यो पनि यो के गर्नु भएको हजुर ट्याटु हान्न आउनु भएको कि हाम्रो म्यामको यो क्यामेरा फुटाउन आउनु भएको भनेको मुटु नै चस्स भइदिरा भनेको हाँसुङ है
तपाईँको के गर्नु पर्यो नि अनि त्यो ल्याउनु हातले पनि जस्तै भयो होइन यो धेरै ठुलो लानु पनि बनाउनु हुँदैन यो जस्तै मुन चाहियो होइन यता फर्केको भयो भने हुन्छ यता फर्केको भयो भने हुन्छ तर यसरी मुन यसरी फर्केको राम्रो देखिन्छ है जस्तो हुन्छ एउटा इक्जाम्पल सही त सही देखिन्छ मुन है यस्तो पारेर जान्छ क्या अनि जुन छ नि चुच्चो यहाँबाट अनि अलिकति मोटो हुन्छ क्या जस्तै यो भयो होइन यो चुच्चो हुन्छ होइन यो त अलिकति सेप मिलेन नि त यो त यो त ऊ भयो डिजाइन अर्को छ नि त मजाको यहाँबाट चाहिँ अलिकति मोटो हुन्छ यहाँबाट चाहिँ अनि यसरी पातलो जान्छ पातलो यसरी चुच्चो जान्छ तर यो माथि चुच्चोमा चाहिँ ओभरल्याप हुन्छ क्या ओभरल्याप हुन्छ क्या जस्तै यो छ नि यस्तो छ नि यो मोडिएको क्या मोडिएको हो यो यसमा चाहिँ यो यसको बिचमा चाहिँ यसरी मोडिएर जान्छ क्या स्ट्रेट भयो भने त स्किन ड्यामेज हुन सकिने हुन्छ जस्तै यो स्किन भनेको स्किनलाई धेरै तिनिक्क तन्काइदियो भने त तिखो हुन्छ अनि यो रिजेक्ट हुने चान्स धेरै हुन्छ है त्यो कारणले गर्दाखेरि यो त तिखै हुन्छ तर जुन यो माथिपट्टिको लेयर छ नि त्यो चाहिँ यस्तो ओभरल्यापै हुन्छ क्या तल यस्तो डाउन जान्छ राम्रो हुन्छ सात मोटै चाहिँ 8 मिनट लाग्नु पर्यो 8 यो त अहिले हामीले रफ मात्रै ल्याएको नि होइन यो डिजाइन ल्यायो त्यो डिजाइन नभइकन यतिकै हाम्रो काम छैन नि त त्यही भएर भयो 25 यसरी 12 यसरी 7 अनि 3 सम्म जान्छ मैले डिजाइन गर्छु भयो डिजाइन चाहिँ त्यही हो बुझिसक्यो अब आफ्टर यो पछि चाहिँ वाट्स द प्रोसिजर प्रोसिजर के हुनु त्यसपछि अब यो भइसकेपछि अनि त्यसपछि अब त्यही 1 विक पछि चाहिँ हाम्रो काम हुन्छ है ओके 1 विकभित्रमा काम हुन्छ त्यही हो अब त्यो अनुसार पहिला अब डिजाइन हेरौँ पहिला है हाइट चाहिँ धेरै नराखौँ हाइट धेरै राख्यो भने अलिकति रिजेक्ट हुने सम्भावना धेरै हुन्छ कि ओके फेरि खाउँ त्यसरी नै अर्को जाओस् न बिचबाट निस्किन्छ ल स्पाइडरम्यान तिम्रो त म्याग्नेट पनि देखाएको थियो त यार मैले साँच्ची हेरिदिउँ त डाक्टर साहबकै हातमा हेर न कति धेरै छ हौ
आइला जादु one second एकछिन आइला जादु सक्छ त कसैले Anthony in the house, papa. Pra. मैं आ गया माँ आ गया अब अन्ना खोपडी तिम्रो आँखामा छ जादु गाना गाउने बित्तिकै मलाई त निकै हुन्छ हौ अनि मेरो नि कोर्प्स यस्तै खालको हुन्छ होला म मरेपछि मलाई नजलाउनु भन न राखिदिनु यसरी त्यो बक्समा हाल्छ नि क्रिस्चियनहरूले त्यसरी हाल्ने कि अनि पछि सुताएर हाल्छ होला कि यसरी अनि यसरी हालेर अनि बडीको सबै मासुहरू कुहिसकेपछि चाहिँ निकालेर यसरी राख्ने अनि म यसरी बस्छु माता खोपडी त्यो बेला भन्ने के अनु दिदी त दुब्लाई छ त नि अहिले त्यस्तो फिल गराइदिइरहेको सबले त्यही भन्छ नि त यिनीहरूले नयाँ यो हालेछ होइन कालो रेखा तिम्रो भाइ तिम्रो स्केच बुक त यस्तो भयो संस्कारी नाना देशमा ए भाइ नर्वेले जर्सी लाउने अब के को लाउने रे नर्वे पनि एउटा त मैले मेरो लगाउनु भाइ कस्तो काली देखायो यार ओए माछा खोइ यहाँको ए ओए मैले खाना दिन्छु जहिले मेरो यस्तै खालको फिस मर्यो नि भइसकिसक्यो यो त चिन्यो चिन्छ अरे अनुगाडीका हामीले 24 घण्टा फोन देखिरहेको छु यार के गर्नु त गाह्रो छ हजुर कामै फोन नचलाइदिनु होला कृपया के गर्नु त हो गाह्रो छ यो मान्छेलाई त कस्तो खाली स्क्रिन ऊ नभए बेलामा मुन चाहियो नि मुन ऊ यहाँ ऊ गर्न लाग्यो यसमा मेटिसक्यो यसमा मुनको दाल हान्नु मुङको दाल ल म चाहिँ निस्केको अब गाई बाई गाइज गाई भन्न लागेको छ यार यो मान्छे चाहिँ जहिले नमस्ते गर्छ भने जहिले नमस्ते गर्छ भने खोइ नानी बाई बाई नानी खोइ भोलि भेटौँला भोलि होइन अब एक भोलि होइन एक हप्तापछि एक हप्तामा भेटौँला एक नयाँ ल्याएर हेर यहाँनिर डिजाइन गरेर लास्टमा त्यसमै स्टिक भयो नि त नयाँ अस्ति पुरानो थाहा भएन निधारमा चाहिँ हाल्नु पऱ्यो अरू तिमीलाई त्यस्तै चुकचुक भएर तिमीलाई मेरो अनुहार दिए यो मान्छेलाई के बनाइदिनु मेरो अनुहारमा तर कालै पत्नी हो क्या तर हान्नु चाहिँ पऱ्यो कि यस्तो होला होइन ल म निस्केँ अब गाइज बाई बाई गाइज म अब 1 विक पछि see you guys in 1 week ल बाई बाई गए ल बाई बाई गुड नाइट तिमी धेरै लाइटमा बसेर होला नगयो ल कसैले पुरै भिजेछ भिजिहाल्छ ल गाइज निस्केँ म थ्याङ्क यू गाइज फर वाचिङ माई भ्लग है लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि हामी चाहिँ यो एक्चुअली ट्याटु हान्ने कि मोडिफिकेसन गर्ने भनेर होल डे डिस्कसन गऱ्यौँ र अब मोडिफिकेसन गर्ने भएको छ है नेक्स्ट विक अब एक हप्तापछि भेटौँ ल आजको लागि चाहिँ यति नै थ्याङ्क यू गाइज है बाई बाई सी यू